जयमसी नमस्कार। यो चाहिँ मेरो खोर्सानी बारी हो है, एकदम 100% अर्ग्यानिक, कुनै केमिकल लगाएको छैन है। हजुरले देखाउनु आजको सिजन है, यसरी राम्रो फलिरहेछ। अनि यहाँ लौकाहरू पनि छ, जाउँ हेर्नु लौका लौकाहरू पनि रोपेको छु है। लौका चाहिँ यस्तो छ, लाम्चे लाम्चे खालको, एउटा यहाँ अनि एउटा यहाँ छ है, एउटा यहाँ डल्लो खालको छ, दुई खालको छ है। लौकाहरू चाहिँ यसपालिको कमाइ यस्तै हो यो सिजन है। यता चाहिँ 100% अर्ग्यानिक डल्ले है। यता तिते बीज छ है, एकदम राम्रो। यो चाहिँ नेपालकै सम्झना लाग्छ, मिठो हुन्छ। यो तिते बीज मसिनो खालको फलिरहेछ, उतिर चाहिँ झुक्कै फल्दैछ अर्कोमा। अब यो चाहिँ यस्तै हो, उता देखाउँदै लानुहोस् ल। उता नि घुमाउनु न भिडियो डल्ले यहाँ छ। यस्तो फलेको छ डल्लै, यहाँ पनि डल्लै फलिरहेछ। पर पाकिरहेको छ। सबै डल्ले खोर्सानी लाउनु भएको रहेछ बुबुले, सबै फलिरहेछ। मकै बारी पनि रहेछ, मकै लाउनु भएको फलिरहेछ मकै चाहिँ। करेला फलिरहेछ, सबै फलिरहेछ करेला। ठुलो बी पालनमा बैगन छ। पापाहरूले चाहिँ यहाँ के हेरिरहनु भएको छ? सब्जी बारी हेर्नु भएको? मजाको छ हजुर। यहाँ पनि रहेछ, के हो यो? फर्सी बारी हो। पर नि मकै फलाइरहनु भएको छ। कति के हो, के रोप्नु भएको छ नि? नेपालकै फिल आउँछ नि। यहाँ पनि फलिरहेछ मकै। यो चाहिँ सबै कुराहरू राख्ने घर रहेछ।
बारीहरूको सामानहरू राख्ने जयमसी बुबु जयमसी आज चाहिँ उहाँको बर्थडे हो त्यही भएर हामी यहाँनिर बर्थडे सेलिब्रेट गर्नको लागि आएको छौँ बुबुको घरमा यहाँनिर फ्राइड राइस पाकिसक्यो होइन बुबु अब मासुहरू बाहिर छ दादी भइरहेछ हुन्छ खुसी लागेछ बुबु हुन्छ खुसी भइरहेको छु आनन्दित छु जयमसी जयमसी आज चाहिँ यहाँ बुबुको चाहिँ बर्थडे रहेछ अनि हामीलाई बोलाउनु भएको थियो अनि यसरी आएर सेलिब्रेट गरिरहेछ यहाँनिर चाहिँ बारबेक्यू पकाइरहनु भएको छ यहाँ पनि छ सिबीहरू फलिरहेछ अनि यहाँ डल्लेहरू यत्रो छ बारीहरू यहाँ कत्रो बारी छ ठ्याक्कै नेपाल छ नि हौ यति राम्रो छ यहाँ पनि टमाटरहरू फलिरहेका छ हेर्न सक्नुहुन्छ टमाटरहरू फलिरहेको छ यति धेरै छ फुलहरू रोप्नु रहेछ बोडी फलिरहेछ Beef steak. steak दुईजनाले यहाँ पकाइरहनु भएको छ आधी पाकिसक्यो अब यहाँ पोर्क पनि छ ससेज छ चिकन छ यो छोटो बर्थडे सेलिब्रेसनलाई सुरु गर्नुभन्दा अगाडि हामी छोटो प्रार्थना गरेर हामी यो सङ्गतिलाई सुरु गर्नेछौँ आउनुहोस् हामी सबैजना मिलेर प्रार्थना गर्नेछौँ अनि म अन्तिममा आमिन गर्नेछु स्वर्गमा छोटो प्रार्थना केक हो धन्यवाद छ परमेश्वर बाबा मिठो केक तपाईँले आज हाम्रो राजदासको बर्थडेलाई सेलिब्रेसन जन्म उत्सवलाई हामीले प्रभु साँच्ची राखेर तपाईँ परमेश्वरको बर्थडे बोय बर्थडे भएर खानु पाल्यो त ल है ल खाना खाने भाइ डल्ले प्लान टोक्नु भरे अस्ति दाजुलाई थाहा पनि